हेलो वेलकम टु आवर ब्लग। आज चाहिँ हामी क्याम्प बनाउन आँटेको। क्याम्प भन्नाले बस्ने ठाउँ। अनि एउटा यहाँ छ, एउटा आउँदैछ पछाडि गएर हो। हेलो गाइस, हाई। क्याम्प बनाउन आँटेको बस्नलाई। राति पानीले भिजायो राति हामीलाई। त्यही भएर बनाउन आँटेको होइन। लाइटको काम पनि सक्यो। एउटा लाइट बनाएर बस्ने चिलमा बस्ने चिलमा। हाम्रो केटाले सिक्कल पनि ल्यायो। अब बाँस काट्ने अनि टक्क त्यहाँ बस्ने ठाउँ बनाउने भन। पार्ट 1। एउटा केटोले यहाँ चरा देखिरहेछ अरे। चरा देखिरहेछ, केटोले चरा हान्न जाँदैछ। एउटा केटाले भरे चरा मारेर पोलेर खान्छ केटाले। खुट्टा काट्दैछ। यहाँ चिल्लो बनाइसक्यो। के लिएर आइज न, जान खाइदिमागे त्यो बोटको लिची कसरी खाने। त्यो चराले खान सक्छ। लिएर आइज न, खाइदिनु। लिएर आइज न, खाइदिनु। हाम्रो सिइओ, बगानको सिइओ यो चाहिँ। अनि म्यानेजर यहाँ छ। चरा मार्दैछ म्यानेजरले। स्यालेरी नपाएर चरा मार्दै खाँदैछ। यहाँ छ लेबर। हाम्रो सरले बास बोकेको छ। अब टाइम बनाउनु पर्छ। हाम्रो बनाउने ठाउँ चाहिँ त्यहाँ है, त्यो लिचीको बटनेरी। अर्को एकजना त्यहाँ छ पर। हाम्रो बस्ने ठाउँ चाहिँ यहाँ। यतिकोमा पनि हुँदैन होला, अलिक माथि लग्नु छ होला। यहाँ अलिकति मिल्दैन, अलिकति यतिकोमा त्यसमा हाल्दिनु न भाइ। होइन ठिक छ, मुला धेरै माथि हुन्छ। यतिको ठिक छ।
हुन्छ त्यतिकै बाँध्दा पनि भइहाल्छ अलिक त्यो खम्बा चाहिँ कता हो त्यो खम्बा यसलाई उतै उतै लैजान उतै बाहिर खम्बा गाड्दाखेरि पनि हुन्छ केही हुँदैन बाहिर गाड्ने हो तिनीहरू गाड्दा पनि केही हुँदैन खम्बा यो त भनेको यस्तो मात्रै त हो ल उसले सुन खोज्न गइरहेछ अब उसले ल ल उसले सुन खोज्नु गइरहेछ पुरा खोताले गर्नु हुँदैछ ल उसले अब भेट्ने सम्भावना जस्तै छ अब धेरै प्रयास गरिराख्नु भएको छ उसले ओइ भेट्यो सुन भेट्यो खोइ हेर मेरो ला होइन रहेछ मिस्टेक भएछ मुसा जस्तो लागेन मलाई चाहिँ सुन खोज्नु भएछ कि गडाउला खोज्नु भएको बरु बल्छी मारेर जाने भनेर तिर्पल लिनु गएको है यो र मौसम तिर्पल हाल्ने टक्क माथिबाट अनि स्लोपिङ गरेर हालिदिने त्यति हो भने पूर्व पश्चिमको हावाले भेट्दैन भेट्यो भने नि त्यति असर गर्दैन डोरी आइरहेछौँ डोरी छैन अरे अब यता डोरी खोज्नु पर्ने त्यता डोरी छैन अरे दुईवटा दोकान दुईटै दोकान छैन अरे डोरी प्लास्टिकको डोरी दुईवटा रह्यो भने तपाईँलाई चाहिन्छ डबल टुल लाग्नु सक्छ यहाँ गरेको यही खाऊ बस चिलमा कसरी किन्थ्यो चार बजाउँदैछन् यहाँ गर्दैछन् हामी यता जाँदैछौँ सक्यो टक्क गएर बनाउने हो 10 बजीतिर आउँदा हुन्छ नि 10 बजीतिर ट्याक्क टाइम हुन्छ भर्खर त 9:30 हुन्छ बब्लेलाई चाहिँ टाइम लाग्छ फेरि गर हामीले चाहिँ होइन यता यो पनि लिएर आएको तिर्पल केटोले पछाडि डोरी बोकेको छ टक्क बनाउने अब लिच्ची खानेपछि आउँ बसिरहेको छ नि यहाँ लकर घरले बाख्राहरू बसिरहेछन् दुइटै काम दाम नभएर एउटा बसिरहेछ यहाँ
उठो उठो आम्मा मामा मान्छे देख्ने बित्तिकै केटोले त फरुवा चलाउन थालिहालेछ हौ। और अभी तो रुको, क्लाइमैक्स अभी बाकी है। खतरनाक खतरनाक धेरै राम्रो धेरै राम्रो। यो होय 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 बाना बाना लगेर निकाल्यो सर्र सर्र लु त। हाम्रो नेपाल आइडल सिजन 6 को विनर हुनुहुन्छ यहाँ। तलैसम्म बनाउने नि डबल 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 भ्याउँछ होला नि त। ल सिङ्गलै गर तलसम्म हान्दिउँ। दामी चाहिँ हाल्दैछन् तिर्पल। तिर्पल हाल्दैछन् केटाहरूले तिर्पल। केटाले तिर्पल हालिसके। हालिसके केटाले हाल। धेरै सुकिने जस्तो लाग्यो मर्न आँटे जस्तो बनाएको छन्। केटोले बान्न आँटेछ यहाँ। केटोले यहाँ बानेपछि टक्क अनि मिलाएर हाल्ने। डबल नै सिङ्गल हाल्ने गयो घुमेर हाल्दैन। रेडी भइसक्यो घर एकदम चिर्कै परेछ। अब खाट हालेर भरे बेडहरू हाल्ने भइहाल्छ। चिटिक्कै एउटा खाट छ भरे एउटा खाट ल्याउने। एउटा आउँदैछ थाङ्रा सङ्ग्रा बोकेर आउँदैछ। यो तल म खुट्टा पुस्नलाई टक्क लिएर आएको केटोले। एउटा भुइँ खुट्टा पुस्ने राख्नुपर्छ क्या जुनै भयो नि एउटा हो त्यो त फर्म राख्दैन। खुट्टा पुस्ने चाहिएन त नि त्यो ओ छ माथि। केटो ल केटाले बनायो ल चिटिक्कै बनायो चिटिक्कै।